यो सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्ने ठाउँ हो। यहाँ विभिन्न किसिमका मानिसहरू बसोबास गर्ने गर्दछन्। यहाँका मान्छेहरूलाई वर्षायामको बेलामा बाढी पहिरोको कारण घरबार चलाउन निकै कठिन हुने गर्दछ। बाढी पहिरोको कारण धेरैले ज्यान पनि गुमाउनु पर्ने स्थिति छ। राजनीतिक हिसाबले पनि कामभन्दा नाम र दाम मात्र कमाउँछन् भन्ने गुनासो छ। अब हेर्नुहोस् पुरा कथा। रातो बाले क्वाया क्वाया सुत्केरीलाई खुवाया, सुत्केरीको न्यु गाडी टाउको मैले खुवाया। कुकुरेका कुकुरेका रातो बाले क्वाया क्वाया सुत्केरीलाई खुवाया, सुत्केरीको न्यु गाडी टाउको मैले खाए। कुकुरेका कुकुरेका। सोनाम दाई, हातमा भाले बोकेर बुरुक बुरुक उफ्रिनु भएको छ त, कुरो के हो? त नि, घरमा एउटा नयाँ परिवार थपिन लाग्छ, त्यसैले म खुसीले नाच्दै हिँडेको नि। ए हो र, खुसीको कुरा पो सुनाउनु भयो। अनि भाउजूलाई कस्तो छ त अहिले? अब अहिलेसम्म त ठिकै छ। अबको केही दिनपछि त झन् पुरै ठिक हुन्छ। अनि तिमी चाहिँ कहिले आएको है त? भर्खरै आउँदैछु सोनाम दाई। अब के गर्ने त, बिचारालाई हेर्ने तिमी नै त हो नि। हेर्नु पनि पर्छ। तिम्रो भाइ गोपाल साह्रै मेहनती छ। तिम्रो भाइ गोपाल खुट्टा त्यस्तो छ, तै पनि खुरु काम गर्छ। के गर्नु दाई, सकेको काम त गर्नै पर्यो नि। यसपालि पनि बाटो भत्केर खत्तम भएको रहेछ नि दाई। अब के गर्ने, हामी यो गाउँको मान्छे मनलाई आनन्द बनाएर बस्न नसक्ने। तलबाट बाढीले तान्ने हो कि माथिबाट पहिरोले छोप्ने हो कि, यो बेला कोही बिरामी भए पनि हस्पिटलसम्म पनि लान सकेको। गाउँमा स्वास्थ्य चौकी त छ नि, बाढी पहिरोले गर्दाखेरि औषधि ल्याउने बाटै छैन। गाउँको यही अवस्था भएर त हो नि दाई, मैले नि आमा गुमाउनु परेको। भाइको नि त्यस्तो अवस्था छ। हुन्छ दाई, थकाइ नै लागेको छ, म जान्छु है। हुन्छ हुन्छ बहिनी। नमस्कार, यो रेडियो नेपाल हो। बिहान 10 बजेको समाचारमा यहाँलाई हार्दिक स्वागत छ। समाचार सुरु गरौँ आजका मुख्य खबरको शीर्षकहरूबाट। सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा नम्बर 2 कोदारी भन्ने ठाउँमा गैराती वर्षायामको कारण अरनिको राजमार्ग पूर्ण रूपले अवरोध भएको छ। उक्त सडक खण्ड बन्द भएसँगै वरिपरि रहेका बस्तीहरू पनि जोखिमपूर्ण भएका छन्। यस बस्तीका बालबच्चाहरू बाढी पहिरोका कारण निरन्तर विद्यालय जान सकेका पनि छैनन्। यसै बस्तीहरूका मान्छेहरूको जीवनयापन गर्न निकै कठिन भएको छ। हामीले पटक पटक वडा कार्यालयमा सूचना दिँदा पनि वडा कार्यालयले वास्ता नगरेको स्थानीयको खुलासा छ। अब समाचार विस्तारमा। केही दिन अगाडि प्रधानमन्त्रीलाई लामखुट्टेले टोक्दा उपचार गर्न अस्ट्रेलिया लगिएको भन्ने जानकारी पाइएको छ। धन्यवाद। हेर हाम्रो देशको हालत कठै। यस्तो तालले हाम्रो देश कहिले बन्ने होला? यता जनताले त्यतिकै ज्यान गुमाउनु परेको छ। कहिले खोला बाढी आएर, कहिले पहिरो आएर, कहिले महामारी भूकम्प कोरोना आएर। उता मन्त्रीहरू भने लामखुट्टेले टोक्दा भने अमेरिकामा उपचार गर्न लानुपर्छ, त्यही पनि अमेरिका $90,000 तिरेर। अब हाम्रो यो देश हाँसेको पनि कुन जुनीमा देख्न पाउने हो कुनी? त्यही त भक्तपुरे, यो ठुला बडाहरूको
मनै हुँदैन कि क्या हो? हुनु त पर्ने त हो नि। चल्ने एक गिलास हाल्नुहोस् त, खानु पर्यो। यसको टेन्सनले गर्दाखेरि नि बाध्यता बनायो। नखाउँ नि, यस्तै यस्तै कुराले गरेर मलाई बाध्यतै बनाउँछ। ठुला ठुला सत्तामा पुग्नेहरूको के कुरा गर्नु? हाम्रै गाउँघरको पार्टीको झोलेहरू त कत्रा कत्रा सान देखाउँदै हिँड्छ। पहिला पहिला तल्लाहरूको माइल दाइको छोराले बाटोमा भेट्दा कता काका सन्चो बिसन्चो के छ नमस्कार गर्थ्यो। अहिले त एउटा पार्टीको झोले कार्यकर्ता के बन्या थियो? बोल्नु त परे झस्, टाढैबाट आँखा कड्काएर हिँड्छ बज्या त। यिनीहरू पनि बिहानैदेखि दिइरहेको। के गर्नु यार, भारी पहिरोले कुन बेला कतिखेर ज्यान लिन्छ थाहा छैन। मर्नै परेपछि त खाएर मर्ने हो कि होइन त किस्ने? हो भक्तपुर अहिले पनि ठिक भने अब यिनीहरू यस्तै हो यस्तै। ए साउन दिदी, स्याट लगाएर एक गिलास ल्याउनुहोस् त। साँच्ची तेरो बुढीको नि समय त आइसकेछ है। टाइम त आयो नि। अनि सोनम, गतिलो भाले भेटाएछ तैँले? कहाँ भेटाए त गाँठे? सबै कुरा ठिक पारेको होला तैँले? ढुक्कै छ नि तँलाई। बुढेसकालमा भए पनि आँटेको है सोनम तैँले। नगर मलाई सबै चिजमा त खुसी छु, तर दिनदिनै पानी परिरहेको छ, बाटोघाटो पनि भत्किरहेको छ, घरमा नसके हस्पिटल त लानै पर्यो, त्यस्तो पहिरोको बाटो लानुपर्छ। गाउँकै स्वास्थ्य चौकीमा भइदिए त राम्रो, त्यहाँ पनि भएन भने झनै गाह्रो हुने भयो। हुनु त यो कुरा एकदम ठिक हो। हामीले पनि वडा कार्यालयमा बारम्बार पहल गरेकै हो त, हाम्रो कुरा सुनिदिने होइन। साउले एक गिलास ल्याउनुहोस् त। भोट माग्दाखेरि चाहिँ खालखाले लुते कुकुर जस्तो गरेर यसो गरिदिन्छु उसो गरिदिन्छु भनेर हिँड्छन्, चिप्लो घसेर पुरुक्क बनाउँछन्। हामी पनि उस्तै होला त नि भनेर भोट दिएर जिताउँछन्। उनीहरू ठाउँमा पुगेपछि नाकमा केही देखाउँदैन। ठुलो मान्छे भएपछि त जनताको माग त बुझिदिनुपर्छ नि। मलाई त लाग्छ भोट हाल्नु नै हाम्रो ठुलो गल्ती भयो। अबको चुनावमा हामी न त मासु भातमा बिक्छौँ न त लोभ लाजमा बिक्छौँ। यिनीहरूले हाम्रो पिर मार्का बुझ्न सकेन भने यिनीहरूलाई भोट चाहिँ किन दिने? हुनु त हो, जम्मा 3 भोट खस्यो, एउटाले 2 भोट ल्याएपछि जितिगयो। भाइ 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 दिदी
तँ कति आएको दिदी यसपालि त खबरै नगरी आइस् त तेरो साह्रै याद आयो त्यही भएर आएको भाइ। मलाई कति धेरै माया गर्छस् है। बाउ आमाले छोडेर गएदेखि बाउ आमाको माया कहिले कमी हुन दिनुहोस्। भिनाजुको पनि साह्रै माया लगाइरहेको थियो। अनि भिनाजुलाई कस्तो हुनुहुन्छ? भिनाजुलाई ठिकै छ। उता घरमा पनि सबैजनाले भाइलाई सोध्या छ भनिदिनु भन्नुभएको छ। ए हो र? तैँले कति धेरै दुःख पाइस् नि है। तेरो यस्तो अवस्था नभइदिएको भए कति राम्रो हुन्थ्यो। यस्तो अवस्था हुँदा नि दुःख गर्न छोडिनस् है। यति दुःख नगरेर के गर्नु? यो पापी पेट आफै नभरिँदो रहेछ। जाम बरु उतै गएर बसौँला। हुँदैन दिदी, अर्काको घरमा आफूले सोचेको जस्तो कहाँ हुन्छ र? एक दिन पो राम्रो गर्ला, 2 दिन पो राम्रो गर्ला, बिस्तारै बिस्तारै मनपेट भरिँदै जान्छ अनि नराम्रो व्यवहार गर्छ। म त उसै पनि गाह्रो मान्छे, मेरो कारणले तेरो पनि त जिन्दगी बर्बाद हुन सक्छ। कसले भन तँलाई घाँडो भनेर? तँ त मेरो सबै थोकोस्। अबदेखि यस्तो कुरा गर्ने होइन। हेर त यता बस्न आइज। तँलाई मैले मनपर्ने बिस्कुट ल्याइदिएको छु। ला त तँलाई मनपर्ने बिस्कुट हो नि यो। आगर त किन? आगर न। आ भाइ के गरेको यो? तेरो लागि ल्याइदिएको त खान। होइन, पहिला त खा अनि म खान्छु। दिदी किन रोको? म सानो छँदा तँलाई जिद्दी गरेर कति धेरै चित्त दुखाउँथेँ है। हेर न, अहिले त म पनि ठुलो भइसकेँ नि। दिदी अब म दिनरात दुःख गर्छु, टन्न पैसा कमाउँछु अनि यो खुट्टाको उपचार गर्छु। अनि उपचार गरेपछि म विदेश गएर टन्न पैसा कमाउँछु अनि तँलाई पठाउँछु है। अनि तेरो मनमा जे जे लागेको छ त्यही त्यही गर्नु है। आमा हेर न, अतिसम्म म पहिला खान्छु भन्ने भाइ आज त पहिला खा अनि म खान्छु भन्ने भएछ। आमा हिजोसम्म पकाएर राखेको भात पस्केर खान नसक्ने भाइ आज विदेश गएर म पैसा कमाउँछु, आफ्नो ख्याल गर है भन्ने भएछ। आज तपाईँ र बाबा हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला है। दिदी किन रहेको? यत्रो ठुली मान्छे भएर नि हुन्छ। अब यो कुरा गरेर कुनै पनि फाइदा छैन। जे हुनु भइसक्यो। हेर आफूसँग जे छ, आफू जस्तो अवस्थामा छ त्यसैमा रमाउनु सिक्नुपर्छ। आफ्नो भाग्यमा छैन भने आफूले मर्यादै गरेर मात्रै नहुँदो रहेछ दिदी। मैले त नहुने कुराको कुनै पनि आश राख्ने चलनै छैन। के गर्छस् त भाइ? सरकारले पहिला नै बाटो बनाइदिएको भए हाम्रो आमाको मृत्यु हुने थिएन। बर्खायामको बेलमा ज्यान जोगाउनु साह्रै गाह्रो हुन्छ। पैसा कमाउन सहर गएका बाउ अहिलेसम्म फर्केर आएन। यस्तै रहेछ दुःखीको कर्म। म सब जिउनु भइसक्यो, भोक पनि लाग्यो होला, जाउँ भित्र। जाउँ भाइ।
साथीहरू पनि फेरि सबै जडिरहेछ। घरमा पढाइ लेखेको छोरी छे, यो जडेहरूबाट बल्ल बल्ल चाहिँ फुत्के म। सपना छोरी, आज किन स्कुल पढाउन नगएको नि? बाबा, हिजो बेलुकाको पानीले स्कुलभित्र पुरै भेल छिरेछ नि, त्यही भएर स्कुल पनि बन्द रहेछ। यो गाउँ जस्तै नरहने भयो। अब एक दिन ढुङ्गा माटो मात्रै रहने भयो। बरु सबैजना मिलेर वडा कार्यालयमा पहल गर्न पो जाने हो कि? खोइ छोरी, धाउँदा धाउँदा खुट्टाको चप्पलै फाटिसक्यो। कसैले सुन्ने होइन मेरो कुरा। अब केही हुँदैन छोरी, कसैले केही गर्दैन। हाम्रो देशको अवस्था पनि बुझि नसक्नु छ। फेरि काली भाउजूको अवस्था पनि त्यस्तो छ। आज हो कि भोलि हो, घरमै भइदिए त हुन्थ्यो। अस्पताल लानु पर्यो भने गाह्रो पर्ने भयो। बाटोको हालत पनि यस्तो छ। गाह्रो त परिहाल्छ नि, बाटोघाटो खोलाले लैगो। अब कसरी पो लाने होला त है? बाबा, म त एकछिन काली भाउजूकोमा पो जाऊँ कि? कोसिलो खानेकुराहरू खानुभएको छ कि छैन? जान त जा, तिमीहरू पर्यो पढाइ लेखेको मान्छे, सबै कुरो थाहा छ। हामी पर्यो गोबर गणेश। तर भरे चाहिँ छिटै फर्किने फेरि। ल ल बाबा, म जान्छु, छिटै आउँछु नि ल। ल छिटो आइज फेरि भरे है। साह्रै दुःख पाए गाँठे। हामीले दुःख पाए पनि छोराछोरीले दुःख नपाउन् भनेको एका देशको कथा जस्तो भयो हाम्रो जिन्दगी। कठैबाट हाम्रो देश। दुई बोतल खाएको झ्याप भइहाल्यो। बिहान सानीकामा दुई हान्दैन, चुच्च लगाइदिएको झ्याप हुन्छ। धोका दिनेलाई के भन्नु र खोइ, बेगारेको 1 वर्ष नसक्ने पहिला गयो। मान्छेलाई कसले घचेर लगायो? सोच सिधा भने हेपेको। म आफ्नै बाटो हिँडिरहेको छु, मलाई किन उता? सोच सिधा मान्छे देखेर आफ्नो बाटो हिँडिरहेको मान्छेलाई घचेर लडाउने? यो कसैको ज्यादती मानव अधिकारको हनन भइरहेछ। सोझो मान्छे आफ्नो बाटो हिँडिरहेछ, मान्छेलाई लडाउने, मानव अधिकारको हनन गर्ने। काका, किन कराउनु भएको? के भयो? खोइ नानी, म उताबाट फ्रेस मोडमा आइरहेको थिएँ, पछाडिबाट आएर कसले धकेलो टुच्च पारेर त्यसलाई भेटौँ न मात्रै मैले जानेको छु। ओइ नमर्द, सक्छस् भने अगाडिबाट आएर हान्छ, पछाडिबाट आएर हान्छ। काका, कसैले घचाडेको होइन, तपाईँलाई आफै मातेर लड्नु भएको होइन, मलाई घचेडेकै हो। काका, दिनदिनै रक्सी खाएर आफ्नो ज्यानलाई यसरी बर्बाद नबनाउनुहोस्। काका, यसरी नै धेरै रक्सी खानुभयो भने तपाईँको मृत्यु पनि हुन सक्छ। तपाईँको यही कारणले काकीले पनि छोडेर जानुभयो। अब त आफूले आफूलाई मान्छे बनाउन सिक्नुहोस्,
मान्छेको जिन्दगी घरिघरि फर्केर आउँदैन। एकचोटि पाएको जिन्दगीमा राम्रो भएर बाँच्न सिक्नुपर्छ काका। मैले त्यसै रक्सी खाएको होइन नि नानी। तिम्रो काकीले छोडेर जानुमा म उसलाई दोष दिन्न। हाम्रो देशमा काम गरौँ, काम छैन। राजनीतिमा लागेका ती व्यक्तिहरूलाई देखेर विरक्त लागेर पुच्च लगाइदिएको हो नि नानी। हो, देशको अवस्था यस्तै छ, देशको अवस्था यस्तै छ भनेर दिनदिनै मातेर हिँड्नु त भएन नि काका। बरु यो समस्याको समाधान कसरी गर्ने त्यतातिर पो लाग्नुपर्छ त काका। तिमीले भनेको कुरो नि ठिकै हो नानी। अलि जान्ने भएर बोल्यो भने जेलमा कोच दिइहाल्छ नि। त्यस्तो जिन्दगी भन्दा त यस्तो जिन्दगी बिन्दास छ, पुच्च पारेर। ल काका घर जानुहोस्, धेरै नखानुहोस्। जो पनि आउँछ यस्तै सल्लाह दिएर जान्छ। बरु पुच्च लाउने पैसा दिएर जानु नि। बुढा यसपालि मकै थोर फल्यो भन्दै चिन्ता गर्दै हुनुहुन्थ्यो। मकै त फल्यो त होइन त? मकै थोरै फलेर के पो र, यसपालि बेसीबाट धान पनि आउँछ, कोदो पनि छँदैछ। मलाई त तिम्रो पो चिन्ता छ त। मेरो किन चिन्ता गर्नुहुन्छ? म त चिन्ता गरेको छुइनँ, चिन्ता नगर्नुहोस्। चिन्ता त लागिहाल्छ नि काली, आफ्नो श्रीमतीको चिन्ता लाग्दैन। काली भाउजू के गर्दै हुनुहुन्छ? ए सपना नानी पो आउनुभयो, आउनु न बस्नु। हस्। अनि काली भाउजू अहिले कस्तो छ तपाईँलाई? ठिकै छ नानी, तर हिजोदेखि अलिअलि गाह्रो भइरहेछ। अरू त ठिकै छ। उसले भनेको खानेकुरा त दिइरहेकै छु। आफू सोझो मान्छे, अनि पौष्टिक खाना परेको परेन थाहा छैन। नानी 8 महिनाको हुँदाखेरि जच्चाएको थिएँ, बच्चा उल्टो पो छ भन्दै थिएँ। खै म त डर पो लागिरहेछ, खै के हुने हो। ए हो र भाउजू, गाह्रो पो पर्छ कि क्या हो? तर नआत्तिनुहोस् भाउजू, त्यस्तो आत्तिनु पर्ने कुरा पनि केही छैन। खोइ बहिनी, घरमै भइदिए राम्रो हुन्थ्यो। हस्पिटल लानु पऱ्यो भने पो गाह्रो हुन्छ त। बाटोघाटो पनि सबै पहिरोले बगाएको। त्यही त दाइ, गाह्रो पो पर्ने भयो त। यसो ओडातिर कुरा चलाए केही उपाय पो निस्किन्थ्यो कि। खोइ बहिनी, उनीहरूले हाम्रो कुरा सुन्ला र? उनीहरूले सुन्ने भनेको चुनावमा मात्रै हो। मलाई त सुन्ला जस्तो लागेन बहिनी। चिन्ता नलिनुहोस् दाइ, आत्तिनु पर्दैन। केही पर्यो भने यत्रा बित्ती गाउँलेहरू छँदैछौँ नि, हामी गरिहाल्छौँ नि सकेसम्म। त्यसैको त आश छ नि बहिनी। ल दाइ, भाउजूको के कस्तो छ अवस्था भनेर बुझ्न आएको। जान्छु है, भाउजूको राम्रोसँग ख्याल राख्नुहोस्। केही पर्यो भने हामी छौँ नि। हस् त बहिनी। ए बुढा, पिर नगर्नुहोस्, म त घरमै जन्माउँछु। होला खुबै खल्तीबाट पैसा निकाले जस्तो हो र? यसको कुरा सुन्दा पनि म त अचम्मै लाग्छ। ए दिदी कहिले आउनुभएको? म आज बिहान भर्खर आएको। ए अनि सन्चै हुनुहुन्छ दिदी? सन्चै छु। तिमीलाई कस्तो छ? सन्चै छु। हेर्दा हेर्दै ठुली भइछौ, अनि स्कुल पनि पढाउन थालेको छौ रे। अनि गोपाल कता छ नि दिदी? भर्खर बारीतिर गएको छ। ल दिदी, म जान्छु है। यिनीहरूको पनि चक्कर चले है कि क्या हो? गोपाल, सपना गोपाल आजभोलि किन हो भेट्न पनि खोज्दैनौ त? घरमा नि काम धेरै हुन्छ हिजो आज, फेरि तिमी पनि स्कुल गइरहन्छौ। अनि
अनि कस्तो चलिरहेछ नि पढाइहरू? ठिकै चलिरहेछ। अनि के सोच्दैछौ नि हाम्रो बारेमा? खै के सोचिरहेछ भन्नु, काम सकि नसकि गरिरहेछु। बिहे गर न अनि म सबै काम गरिहाल्छु। बिहे गर भनेको मान्दैनौ कि अर्कै छ तिम्रो? यो जुनीमा तिमी बाहेक अरू कसैले बनाउने त के सोच्न पनि सक्दिनँ। तिमीलाई यो जुनीमा भुल्नलाई त मैले यो संसारै छोड्नुपर्छ। यस्तो मर्ने कुरा नगर न। यो जुनीमा म तिम्रै हो के ढुक्क। बरु दिदी आउनुभएको रहेछ, मेरो हात माग्न आऊ न। सँगै खाउँला, सँगै सुख दुःखमा रमाउला नि। हुन त हुन्थ्यो सपना, तर के गर्नु पैसै छैन। मसँग छ नि अलिअलि, म दिन्छु नि। हुन त हुन्थ्यो सपना, तर खै हाम्रो मायालाई तिम्रो बुवाले स्वीकार्दैन। गोपाल, त्यो त तिम्रो भ्रम मात्रै हो, तर मेरो बाबा त्यस्तो हुनुहुन्न। तर यो समय मात्रै परिवर्तन भएको, तर मान्छेको सोच परिवर्तन भएको छैन। गोपाल, दुनियाँले के भन्छ त्योसँग मतलब नराख। आँखा चिम्लेर तिमीलाई माया र विश्वास गर्ने म छँदैछु। मैले त तिमीलाई आफ्नो प्राण भन्दा पनि प्यारो ठानेको छु। अब तिमीले साथ दिन्छौ या दिँदैनौ त्यो तिम्रो मर्जी। मैले त तिमीभित्र मेरो सारा संसार देखेको छु। मसँग भएको यही एउटा मुटु पनि तिमीलाई नै दिएको छु। सम्हालेर राख है। हस्, मैले गल्ती गरेँ भने सम्झाउनु, गाली गर्नु, तर कहिले टाढा नजानु है। किनकि तिमीमा प्रेम होइन, प्राण बसेको छ। हस्। तिमीलाई कसैले नबुझिदिँदा बुझिदिने म हुनेछु। तिमीलाई कसैले नसुनिदिँदा सुनिदिने म हुनेछु। तिम्रो साथमा कोही नहुँदा म हुनेछु। म त तिम्रो भागमा परेको फुल हो। सम्हालेर राख्छौ कि उखालेर फाल्छौ त्यो तिम्रो इच्छा। म तिमी बिना एक पल पनि भन्न सक्दिनँ। मुटु बिना कोही मान्छे बाँचेको देखेछ अहिलेसम्म? काली भाउजूलाई भेट्न जान्छु भनेर यो घाँडोलाई भेट्न आएको? के भनिस्? मेरो छोरी तेरो मुटु? तँ जस्तो घाँडोलाई नि मेरो छोरी दिन्छु? बाबा, हामी एकअर्कालाई धेरै माया गर्छौँ। तँ धेरै मुखमा नलाग। आजदेखि मेरो छोरीसँग हिँडे देख्यो भने तेरो म अर्को खुट्टा नि बाँधिदिन्छु। तँ आफ्नो औकातमा हिँड्ने सिक, बुझिस्? ओ छोरी हिँड। शम्भु दादाको भुपू गर्लफ्रेन्ड होइन भनेपछि शम्भु दादालाई यो कुरा लगायो भने टुच्चा हान्ने पैसा त मिल्छ नि मलाई। शम्भु दादा, आज मैले खुसीको कुरा लिएर आएको छु। के खुसीको कुरा हो भन। पहिला मलाई कुच्चा लाउने पैसा दिनुपर्छ अनि मात्रै भन्छु।
साला यो झाडको घैँटोले गर्न समन गर्ने भयो। ल के कुरा हो अब भन्। त्यो तपाईँको मुटुको धड्कन कि कलेजोको टुक्रो के जाति भन्ने छ नि, गोपालको दिदी गाउँमा आएकी थियो क्या। हो र? तैँले मलाई ढाँटेको त होइन नि? शम्भु दादा, धर्म मैले ढाँटेको चाहिँ होइन। मैले ढाँटेको भए हिजोदेखि रक्सी मेरो मुखमै हाल्न नपाऊँ। याद राख्ने, म गएर आउँछु। यसरी यता कुरा यता लाएर टुच्च लाउने पैसा आउँछ भने काम किन गर्नु पर्यो? बोतलको पानीले आँखा सन्काई सानीले इज्जत गयो पिउने बानीले। सम्झना, के हो कहिले आएको तिमी त? मलाई त खबरै छैन त। म आज बिहान भर्खर आएको। किन म आफ्नो माइती आउन पनि गाउँभरिका सबैलाई खबर दिइराख्नु पर्ने हो र? त्यस्तो होइन हौ। कति दिन बस्यो त अब? किन चाहियो तँलाई म जति दिनु बसे पनि? होइन, नबटरी कुरो गर्न आउँदैन तँलाई? आफू चाहिँ भने कति मायाले कुरो गर्छु, उसी भने बटरिएर कुरो गर्छु। भन्, के भन्न खोजेको? मान्छेले देख्यो भने नराम्रो सोच्छ। हेर, तँलाई म पहिलेदेखि भनिरहेको छु, तँलाई म धेरै माया गर्छु र तँ बिना म बाँच्न पनि सक्दिनँ। अब त सुध्रियो होला भनेको उस्तै रहेछ। म अरू कसैको भइसकेँ, अब त बुझ। सम्झना, तिमीलाई मैले बारम्बार भनिरहेको छु, तिमी 10 जनासँग बिहे गर, चाहे 10वटा बच्चाको आमा हो, तिमीलाई स्वीकार्न तयार छु म। हेर, बनिरहेको घरबारलाई बिगार नखोज। तँलाई मैले बारम्बार भनिरहेको छु, प्लिज यहाँबाट गइहाल। म माया गर्छु त यार, तिमीलाई जस्तै सुकै अवस्थामा पनि स्वीकार्छु भनिरहेको छु त। मैले बारम्बार भनिसकेँ, प्लिज। मैले गाउँलेहरू बोलाएर बेइज्जत गर्नु नपरोस्, तिमी गइहाल। ठिक छ, मलाई अरू कुरो केही पनि थाहा छैन। भोलि म लगनको पोते लिएर आउँछु र म आफ्नो बनाएरै छाड्छु। पक। आफ्नो माइती घर आउँदा पनि सुख छैन। आफ्नो भाँडा बाँध्नु छ, भाँडा बाँध्छु। काली, तेरो यो पेटको बच्चा कहिले बाहिर निक्लिँदा आप्पा भनेर बोलाउँछ होला है? छ्या, के भन्नुभएको बुढोले? पेटको बच्चालाई पनि काहीँ त्यस्तो भन्छ र? खोइ सुनाम त। बोलिसक्यो या। हेर बुढी, म घरमा नहुँदाखेरि अल्छी लाग्यो भन्थेँ नि,
अब त खेल्ने बोल्ने साथी आउने भयो त। लु मेरो काली बुढी पनि आमा भन्ने भयो। यो बुढो पनि बोलाउनु क्या हो। म एकदम खुसी छु। मलाई लाग्छ यो संसारमा म जतिको खुसी हुने कोही पनि छैन होला। यहाँ सुन न, भोलि पर्सि यो पेटको बच्चा जन्मेर यत्रो भएपछि के हुन्छ होला तँलाई थाहा छ? हेर बुढी, मैले सोचिसकेको छु तिमी त्यो ढोकामा हुन्छौ। मानिलिउँ हाम्रो एउटा छोरा हुन्छ, त्यो छोरा यहाँ खेलिरहेको हुन्छ, स्कुल जान मानिरहेको हुँदैन। म त्यहाँबाट मोडे लिएर आउँछु। त्यसपछि के हुन्छ तिमीले थाहा छ? मैले सबै सोचिसकेँ। यो कुचो यहाँ राख। ल आऊ। त यहाँ उभिएर बस। हाम्रो छोरा त्यहाँ खेलिरहेको छ। म मोडे बगेर यताबाट उता आइरहेको। यो बुढो पनि घरि के गर्नुहुन्छ, घरि के भन्नुहुन्छ, यो बच्चा जन्मेपछि अब थाहा भइहाल्छ नि। यो बुढी बुढी छिटो गर न, छिटो। मान्छेलाई यहाँ हजार भइसक्यो, कति ढिलो गरेको? हेत्तिरेको यो बुढो पनि त्यसै बोलिनुहुन्छ। स्कुल जान नमाने यहाँ आएर गाली गर न, यहाँ आएर पिटे न। यो बुढो पनि के भन्नुहुन्छ? यसलाई त म अघिदेखि स्कुल जान ढिला भइसक्यो, खाना खाऊ आऊ भन्दा भनेको मान्दैन। यसलाई त अझै म नपिटे त कहाँ छर्छु र। ल भनेको मान्दैनस्, स्कुल जान ढिला भइसक्यो, तँलाई पिटौँ। चुप लाग बाबु, चुप लाग, चुप लाग, नरो बाबु है। बुढा, आज जति हजुर खुसी देखिनु भएको छ, भोलिका दिनमा पनि यस्तै खुसी देख्न पाऊँ। हामी छोरी मान्छेको जिन्दगी यसैमा अर्किँदो रहेछ। बच्चा पाइसकेपछि नयाँ जिन्दगी पाउँछौँ। बच्चा जन्माउनलाई त्यति सजिलो छैन बुढा। प्रायः जस्तो मान्छेहरू अस्पतालमै जाने गरेको छ। मलाई पनि जानुपर्ने हो कि त्यस्तै पो लागिरहेछ। अस्पतालै जानु पऱ्यो भने बर्खाको टाइममा बाटो पनि छैन, के गर्ने होला बुढा? अन्त साह्रै डर पो लागिरहेछ। बाटोमा के भइदिनु पो हो कि के गर्ने बुढा? यस्तो बेलामा यस्तो कुरा नबोल बुढी, तिमीलाई केही पनि हुँदैन। म छु त गाउँमा, यत्रो आफन्तहरू छ नि बुढी। हस्पिटलै लानु पऱ्यो पनि एक दुईजना मान्छे त चिनेको छ नि बुढी। टेन्सन नलिऊ है। यस्तो बेलामा धेरै काम पनि गर्नु हुँदैन बुढी। जाऊ। कहाँ जानुभयो होला त यति दिनसम्म? अहिलेसम्म आउनु भएको छैन। आफ्नो यस्तो अवस्था छ, अहिले आउनु न, मैले मात्रै जान्छु। कहाँ जानु त्यति दिनसम्म? मेरो बुढी पल्लो घरको साथी भेटेको थियो, त्यसको गफ सुन्दा सुन्दै ढिलो भयो बुढी। नरिसाउ है। खाना सेलाएर सिङ उनिसक्यो। पल्लो गाउँको साथी भेटेको थियो, उसको कुरा सुन्दा सुन्दै ढिलो भयो कि। नरिसाउ है बुढी। उसले फुत्किन दिए खाना पाक्यो होइन, बरु खाना ल्याउ न है।
अनि तिमीलाई कस्तो छ नि अलि? आज त मलाई झन् कस्तो गाह्रो भइरहेको छ यति दुखिया छु यति दुखिया छु झन् गाह्रो हुँदै गएको छ पुरा। ओहो तनाव त बढ्दै पो भयो बाटे। खाऊ खाऊ पछि जे पनि हुनसक्छ। अलि खानुपर्छ कि तिमीले खाए पो पेटभित्रको बच्चा राम्रो हुन्छ त। खाऊ खाऊ काली। खाएकै त छु नि, योभन्दा त रुच्नु पनि पर्यो नि। भोलि पर्सि बाबु जन्मेपछि त आफै खाइहाल्छु नि। भोलिपर्सि खानु पाउँछ कि पाउँदैन। खोइ नर्मलै भइदिए राम्रो। हस्पिटलै लानु पर्यो भने गाह्रो। जेसुकै होस् म हस्पिटल जान्न, घरमा जन्माउने हो। त्यस्तो नबना न, परे आयो भने जानुपर्छ नि। अनि के गर्नु, अस्पताल जाने बाटो पनि त हुनु पर्यो नि। म छु नि यहाँ। मैले ठाउँमा मान्छे चाहिँ छैन र? मैले चाहियो भने म हेलिकप्टर मगाइदिन्छु अहिलेको अहिले नै। तपाईँको चिनेको मान्छेले थपक्क ल्याइदिने हेलिकप्टर। जे गरे पनि म गरिहाल्छु नि। तिमी आनन्दले छु त काली। के भयो काली? काली के भयो? के भयो काली? के भयो काली? ए भक्तपुरे, तेरो भाउजूलाई भेट लाग्यो। छिटो गाउँलेलाई बोलाएर ल्याऊ। काली 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 कस्तो गाह्रो भयो। म त मर्सिएको क्या हो। भाउजूलाई त देखा पो लागेको छ क्या हो। किन मान्छेहरू बाहिर जानु त दाइ? तपाईँ पनि बाहिर जानु त भाउजू। अनि कस्तो गाह्रो भयो। म त मर्छु कि क्या हो। दाइ भाउजूलाई त्यस्तो पनि गाह्रो भयो, अस्पताल लानुपर्छ। अस्पताल लानु तयारी गर्नु है। ल हुन्छ। ल म ओडाक्षीले बोलाउन जान्छु है। ओडाक्षीज्यू, ओडाक्षीज्यू, को हो? ए सोनम पो आएछ। के भयो? के अप्ठ्यारो पर्यो? ल हेर यति राति
हस्याङ फस्याङ गर्दै आएछ। घरमा बुढीलाई बेदाले च्याप्यो, हस्पिटल लानु पर्यो, केही न केही उपाय दिनु पर्यो। बाटो सबै सखाप छ, त्यही भएर हजुरले बोलाउनु आएको। अब महिलालाई व्यथा लगाइहाल्छ नि, यसलाई त्यस्तो ठुलो रूपमा लिनु पर्दैन। अब के गर्नु, म नि उता खानेपानीको धारा उद्घाटन गरेर आएको, भोलि पनि जानुपर्ने छ। मध्यराति भइसक्यो, तिमीहरू यसो कि गर्दै गर न, स्ट्रेचर टोको जे माछा लिएर जाँदै गर न है। नभए म उता हेलिकप्टरलाई फोन गरिदिनु ल ल है। फोन लगायो भने आउँछ हेलिकप्टर ल है त। ल ल ल जा सोनम जा, गएर यसो केही उपाय गर्न टोको सोको लिएर जानु ल ल है। ल सोनम, ओरादेशले के भन्नुभयो? खोइ, ओडाध्यक्षले त मलाई वास्तै गरेन। अब यसो गर्नु मेरो साथी हो, हस्पिटल लानुलाई आफ्नै तरिकाले व्यवस्था गर्नु पर्यो। ल अब मामला यहाँ छ, अब डोको कहाँ छ? डोकोमा राखेर लानु पर्यो हस्पिटल। यसरी राख्नु भएन घरमा। त्यसै गर्ने र भक्तपुरे? भक्तपुरेको कुरा त ठिकै हो नि, आइडिया एकदम ठिक छ, गरिहालौँ। सोनम, त यहाँ बस्दै गर, हामी डोको लिएर आउँछौँ है। हुन्छ। दोकानमा पो लान लाग्नु भएको? डोकोमा लाग्यो नि दादा, ल बरु छिटो राख त। सामान है, ल सामान म बोक्छु। भएन माथि हेर्नु है। बाटै छैन ल, यहाँबाट त बाटै छैन ल, के गर्ने त, बाटो छैन। बाटो छैन यार, के गर्ने? हेलिकप्टर मगाएको हेलिकप्टर पनि आउँदैन, ओडाध्यक्षले भनेको ओडाध्यक्षले पनि सुन्दैन, के गर्ने यार? अब के गर्ला नि त दाइ? कसैलाई बाटै पहिरो लडेछ।
के गरेर लाने त कप्तारले बोलाएको हो आएन ओडाचीले भनेको ओडाचीले पनि सुन्नु भएन भाउजूले के गर्ने हो? गाह्रो भएको छ दाइ के गर्ने हो जस्तो खै के गर्ने हेलिकप्टर मगाएको हेलिकप्टर पनि आएन ओडाचीले भनेको ओडाचीले पनि सुन्नु भएन बाटै छैन रहेछ बाटो सबै पहिरोले लगाएको रहेछ अब यो बिरामीलाई कसरी लाने हस्पिटलसम्म के गर्ने त दाइ अब यस्तै राख्ने हो र सोनाम अब केही उपाय त लाउनै पर्यो अब के पो उपाय लाउनु र अब के गर्ने दाइ चाँडो गर्नुपर्छ के गर्ने होला त अब सोनाम अब लैजाउँ बिरामीलाई के गर्नु त अब यसरी राख्नु भएन यता पहिरो गएर चाहिँ त्यसो यहाँ गर्दा बाटै छैन भाउजू त चुप्प लाएर बसिरहेको छ नि त छोरो पाइन के हो हेरेर कान्छी भाउजू त यो संसारमा रहनु भएन काली तिम्रो याद रहिरहनेछ माया तिम्रो नपाए पनि सम्झना आइरहनेछ तिमी साथ नभए पनि तिम्रो याद रहिरहनेछ माया तिम्रो नपाए पनि सम्झना आइरहनेछ बिछोडको पिरले मेरो मन जलाइरहन्छ तिम्रै अभावले मन डोलाइरहन्छ तिमी साथ नभए पनि तिम्रो याद रहिरहनेछ तिम्रो याद रहिरहनेछ सम्झना तँलाई हिजो मैले भनेको थिएँ नि तँलाई म जसरी नै आफ्नो बन्दै छोड्छु यहाँ हेर सिन्दुर अनि पोते मान्छेको जिन्दगीमा बिहे एकचोटि हुन्छ त्यो मेरो भइसक्यो
बनिरहेको घरबारलाई भत्काउन नखोज। सम्झना, तिमीलाई मैले पहिले नै भनेको थिएँ होइन, तर तिमीलाई म आज आफ्नो बनाएरै छाड्छु। तँलाई कहिले पनि राम्रो मुखले भनेको लागेन होइन, तर तँलाई आज म जबरजस्ती भए पनि म आफ्नो बनाएरै छाड्छु। किन के भयो काका? कुरा गरेर बस्ने फुर्सद छ। दिदी 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 के भयो त्यसलाई? दिदी दिदीलाई के भयो? दिदी 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 के भयो तँलाई? उठ्न दिदी दिदी उठ्न छिटो। किन छोडेको मलाई? तैँले त मलाई सब त गोस भन्थिस् त, किन छोडेको आमालाई? दिदी उठ्न छिटो। मेरो बाउ आमा पछिको तैँ त अस्ति। उठ्न उठ्न दिदी, उठ छिटो। किन मलाई छोडेर गएको? अब यो संसारमा मेरो कोही छैन दिदी, कोही छैन। दिदी छिटो उठ्न भनेको, छिटो। बाउ आमा पछि तैँले मलाई टुक्रा बनाएर खाइस्। हेर्नुहोस्, आज मैले यो गाउँमा एउटा ठुलो सामुदायिक भवनको उद्घाटन गर्दैछु, जहाँ बसेर तपाईँहरूले चाडबाड, बिहे, वर्तमान सभा, गोष्ठी सबै गर्न सक्नुहुन्छ। त्यसको लागि कुनै समस्या छैन। देख्नुभयो, म यो गाउँको वडा अध्यक्ष भएर यति सुविधा पाउनु भएको छ तपाईँहरूले।
मेरो ठाउँमा अरू वडा अध्यक्ष भावे यो कुरा सम्भवै थिएन नि, बुझ्नुभयो? बन्द गर्नुहोस् वडा अध्यक्षज्यू, यो नाटक, यो रमाइलो गर्ने ठाउँ होइन। किन र के भयो? मैले झन् तपाईँहरूको सुविधाको लागि यत्रो ठुलो प्रोजेक्ट ल्याइदिइरहेको छु गाउँमा। यदि यो गाउँमा राम्रो काम गर्नै छ भने जे समस्या छ त्यसमा मात्र ध्यान दिनुहोस्। तैन दुईको काममा किन खर्च गर्नुहुन्छ? स्वास्थ्य चौकी छ, औषधि छैन यहाँ, एम्बुलेन्स छ, बुढाउने बाटो छैन यहाँ, स्कुल छ, पढ्ने वातावरण छैन। बालबच्चाको शिक्षा बिग्रिनु भनेको देश बिग्रिनु हो। तपाईँहरूले के भन्न खोज्नु भएको? भवन बनायो भने बिहे, वर्तमान पार्टी, गोष्ठी, मिटिङ सबै कामलाई सजिलो हुन्छ। कुरा बुझ्नु छैन। वाह वाह, क्या ठुलो सोच छ है तपाईँहरूको। बर्खा मासको बेलामा जताजतै बारी पहिरोले बाटो भत्किरहेको छ। बरु यसमा ध्यान दिनुहोस्, हजारौँ मान्छे मरिरहेको छ। तपाईँहरूलाई पो सेवा सुविस्ता पाउँछ, केही परे महँगो गाडी, बाटो नभए हेलिकप्टर पाउँछ। हामीलाई के पाउँछ? हुने दिन तपाईँलाई मैले मेरो आमाको ज्यानको भिख मागेँ, तपाईँले दिनुभयो? तपाईँलाई भोट दिएर जिताउने जनताभन्दा ठुलो यही सार्वजनिक बिलिङै ठुलो भयो होइन? यति मेरो बुढी सुत्केरी व्यथा लागेर छटपटिँदा तपाईँले सहयोग गरेको भए मेरो बुढी र बच्चा जिउँदै हुन्थ्यो। हेर्नुहोस्, अब जनताहरू तपाईँले सोचे जस्तो हुने छैन। आइलाग्नेलाई जहाँ पनि लाग्न सक्छ, बुझ्नुभयो?